रुमाल हो कि होइन हो उहाँको रुमाल हो कि होइन होइन भन्नुभयो के हो हजुर पिएसमा हालिदिनुहोस् हजुर रुमाल हाल्नुभयो हजुर हेर्दै हुनुहुन्छ यो उहाँको रुमाल हो हेर्नुहोस् पेनको ताकत शिक्षकहरूको पेनको ताकत हेर्नुहोस् ल हेर्दै गर्नुहोस् अझ पछाडिसम्म ल यो थैला खाली छ तपाईँ पल्टाएर हेर्नुहोस् खाली छ पल्टाउनुहोस् न तान्नुहोस् पुरै तान्नुहोस् तान्नु न पुरै तान्नु न केही छ कपडा हो कपडाको थैला कति शङ्का गर्नुहुन्छ कपडाको थैला केही पनि छैन सरको रुमाल हो हजुर परिचय दिइदिनुहोस् झमेन्द्र बहादुर छेत्री बागलुङ हजुर कुन जिल्ला बागलुङ जिल्ला म पर्सा जिल्ला यो रुमाल हजुरको हो अब यो रुमाल पेनको ताकत हेर्नुहोस् हाम्रो शिक्षकहरूको पेनको ताकत यसमा त केही छैन नि हजुर पिएसमा हालिदिनुहोस् हजुर रुमाल हाल्नुभयो हजुर हेर्दै हुनुहुन्छ फु गर्नुभयो कुन रङको छ होला हजुर भन्नुहोस् उहाँको रुमाल हो कि होइन होइन भन्नुहोस् उहाँको रुमाल हो कि उहाँको रुमाल हो उहाँको रुमाल हो यो उहाँको रुमाल हो हेर्नुहोस् उहाँको रुमाल हो एकैछिन उहाँको रुमाल हो होइन यसमा हेर्नुहोस् राख्नुहोस् अहिले उहाँको रुमाल हो कि होइन भन्नुहोस् उहाँको रुमाल होइन ल भर्खर के हो यो उहाँको रुमाल हो कि होइन हो भन्नुभयो ल उहाँको रुमाल कस्तो रङको थियो ल हेर्नुहोस् ल ताली उहाँको रुमाल हेर्नुभयो एकैछिन तपाईँको रुमाल कुन कलरको थियो एकैछिन हजुर यहाँको कलर उहाँको कलर हेर्नुभयो अब हजुरसँग प्रश्न त्यो दुवै रुमाल हो कि होइन त्यो त होइन अर्कै भयो भन्नुभयो हो उहाँको रुमाल हो कि होइन हो भन्नुभयो उहाँको रुमाल हो कि होइन होइन भन्नुभयो उहाँको रुमाल हो कि होइन हो उहाँको रुमाल हो कि होइन होइन भन्नुभयो के हो ल हजुरले निकाल्नुहोस् छैन केही छैन त ल हजुरको रुमाल लिएर जानुहुन्छ होइन उहाँकै चाहियो ल राख्नुहोस् उहाँको रुमाल त यो होइन होला नि होइन फुक्नुहोस् उहाँको रुमाल हो कि होइन हो तानेर दिनुहोस् ताली बजाउनुहोस् म पर्सा जिल्लाबाट देवेन्द्र जादुगर सर कस्तो लाग्यो जादु धेरै ठुलो धेरै राम्रो धन्यवाद